माछा हेर्न आएको माछै पाएन क्या एकैछिनमा ठुलो आउँछ क्या जप जति हिँडे नि त्यही हो होइन यस्तो त छेउछेउमा फेरि के बगाएर ल्याउँदो रहेछ क्या एकदम यहाँ माछा मार्न आयो भने त माछा धेरै भेट्छ फेरि यहाँ पल्जी सल्जी खेल्न दिँदैन क्या लुकी खेल्नुपर्छ खेल्यो भने भने खेल्नै दिँदैन क्या यस्तो त पछाडि फर्किनुपर्छ काम गर्ने ठाउँको नजिकै पर्छ क्या समुद्र चाहिँ अहिले यही बाटोबाट आउनुपर्ने हुन्छ समुद्र कति ठुलो यही देख्ने छालहरू परेको छ आउँछ एउटा माछा देखेन हौ आज के भएको माछै देखेन पानी एक गुना तक जाता है कभी कभी वो उधर रोड का पीछे तक पहुँचता है नहीं चलो सँगसँगै आएको एकछिन गरौँ भनेर आएको यतातिर माछा पनि नभेट्ने छेउछेउमा फेरि यो कालो कालो छ क्या यो कालो कालो चाहिँ यस्तो सिमन्टी जस्तो क्या एकदम गयो पानी यस्तो नजिक आउँछ मेरो गाडी हो मैले चलाउने यहीँ नजिकै राखेको यस्तो रमाइलो भ्लगहरू आउँछ भिडियोहरू आउँछ हेर्नु होला साथीहरू हेरेर यसो सब्सक्राइब लाइक यसो गरिदिनु होला सम्झेर यस्तो भ्लगहरू ल्याउँछु भिडियोहरू ल्याउँछु तपाईँहरूलाई अब चाहिँ लाग्यो अर्को देश अर्को भ्लगमा हेलो साथीहरू नमस्ते अहिले चाहिँ म बाटोतिर जाँदैछु यसो सानोतिनो ब्लग बनाऊँ कि भनेर चाहिँ क्यामेरा खोलिहाल्यो अहिले चाहिँ के भएको खै 1-2 हप्ता जति भयो अरे जतिखेर नि ब्लग बनाऊँ भिडियो बनाऊँ भन्नेतिर मात्र ध्यान हुन्छ क्या के भएको खै जतिखेर नि ब्लग बनाऊँ भिडियो बनाऊँ भन्ने यस्तो मात्र दिमागमा जान्छ क्या अनि रोडमै छ हिँडिरहेको छु तपाईँहरूले रोड पनि देख्छ होला जतिखेर नि ब्लग बनाऊँ भिडियो बनाऊँ मात्रै हुन्छ क्या अनि साथीहरू यस्तै छ अहिले चाहिँ हल्का फुल्का चिसो बढेको छ
बेला त गर्मीले मरुन्जेलसम्म हुन्छ। अहिले चाहिँ हल्का फुल्का जाडो स्टार्ट भइसकेको छ। के भएको यस्तो एकछिन समुद्रतिर पनि गएर खेलियो। काम गर्नै पर्छ साथीहरू। अझै पनि 1 घन्टा छ 10 घन्टा ड्युटी पाक्नलाई। त्यसपछि बल्ल लाग्यो भने ओभरटाइम लाग्ने हो। त्यसपछि फाइदा भनेको त्यही हो। त्यही ओभरटाइमबाट फाइदा हुने हो। मतलब भने छैन साथीभाइ। अहिले यतिकै गइरहेको छ रोडमा एक्लै छु। अहिले जाने हो चाइनाहरू उठाउने हो आउने हो। यस्तो भ्यू छ। अहिले जाँदैछु लगभग 100 को स्पिडमा। अनि साथीहरू यस्तै छ विदेश भनेको। गर्नु पर्यो यो चाहिँ यसो दिन भुल्ने भिडियोहरू बनाउने हाल्ने एडिट गर्ने अनि सन्देशमूलक भिडियोहरू बनाउने। विदेश आउँदा केमा ध्यान दिनुपर्छ के हेरेर आउनुपर्छ भन्ने विषयमा आउँछ मेरो च्यानलमा भनेको। प्राय हेर्दै गर्नु होला साथीहरू। हेरेर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। ओके बाई।